हाई नमस्ते सम्पूर्णलाई। आज चाहिँ म यो मिनी लिड प्रोजेक्टरको लेसन दिँदैछु एकदम सर्टकट तरिकाले, बुझ्ने तरिकाले हैन। यो पछाडिपट्टि 5 भोल्ट लेखेछ नि। यहाँनिर यो टाइप बी सामसङमा लाग्ने चार्जरलाई यहाँ हाल्ने, पावर भइगयो यो हैन। यतापट्टि चाहिँ तपाईको युएसबी छ क्या, मोबाइलकै युएसबी। यो चाहिँ मोबाइलमा कनेक्ट गरिएको छ है यो। अनि त्यहाँबाट यतापट्टि ठ्याक्कै यो स्विच छ। स्विचलाई लङ प्रेस गर्दाखेरि अन भइहाल्छ। यसरी पर्दामा देख्नुहुन्छ, यसरी आउँछ हैन। त्यस पछाडि यो अब केही नगर्ने, ठ्याक्कै तपाईको यो चाहिँ मोबाइलमा जोड्ने है। मेरो चाहिँ टाइप सी छ, तपाईको टाइप बी भए पनि जे भने यसरी मोबाइलमा जोड्दाखेरि एउटा फङ्सन दिन्छ उसले हैन। ELF डाउनलोड गर्नु भनेर फङ्सन आफै आउँछ है। यसरी मैले चाहिँ अलरेडी डाउनलोड गरिसकेको छु। त्यसलाई इन्स्टल गर्दाखेरि ELF फङ्सनलाई चाहिँ त्यो डाउनलोड गरिसकेपछि तपाईको अलरेडी यसरी HC कास्ट भन्ने हुन्छ क्या, उता इन्स्टल भइसक्दा। अनि यसलाई ओके गरे है। ठ्याक्कै यसलाई ओके गरेपछि तपाईको डाइरेक्ट कनेक्ट हुन्छ है। यसरी पर देखिहाल्नु भयो नि भित्तामा। अब तपाईको ठ्याक्कै म बत्ती अफ गरिदिन्छु है, राम्रो देखिएन नि त यतै। अब राम्रो देखिन्छ हैन। ठ्याक्कै अब यता आयो मोबाइलमा। ठ्याक्कै तपाईको युट्युबमा गएर के हेर्ने, टिकटक हेर्ने हो हैन, या के हेर्ने हो तपाईले। अब अँध्यारोमा पर्दामा एकछिन टाइम लाग्छ खोलिन। मेरो अलिक नेट स्लो ला, पर देख्नुभयो नि चल्यो है। साउन्डको कुरो आयो। साउन्डहरु चाहिँ कपिराइट हुन्छ भनेर मैले अलिक सानो गरिरहेको छु। यसलाई चाहिँ ठ्याक्कै तपाईको साउन्डको विषयमा चाहिँ ब्लुटुथ, तपाईको डल्लाडल्ली ब्लुटुथमा डाइरेक्ट कनेक्ट हुँदा नि साउन्ड सुनिन्छ है। नभए चाहिँ ज्याकबाट जोडेर यहाँ छ एबी ज्याक जोड्ने ठाउँ, त्यहाँबाट जोड्दा पनि हुन्छ। अब यो कपिराइटहरु आउन सक्छ साउन्डहरु हैन भिडियोमा, मैले त्यही भएर चाहिँ नगरेको। अनि अब जस्तो फर इक्जाम्पल युट्युबमा जाउँ है। युट्युबमा गएर कुनै पनि भिडियोलाई म पर्दामा देखाइन्छु। यो साउन्ड ठुलो पार्दा चाहिँ कपिराइट आउने एकदम सम्भावना हुन्छ क्या धेरै। यो मोबाइलमा भयो है हजुर। अनि ठ्याक्कै यसलाई एकछिन है, यसलाई म अब ठुलो उयो गर्छु। जस्तो यो भयो नि तपाईको भिडियोहरु चलिरहेछ मोबाइलमा नि, यसलाई पर्दामा देखाइन्छु म। यस्तो तरिकाले पर चलेको देख्नुभयो नि प्रोजेक्टरमा। यति नै हो हजुर यसको चाहिँ सिस्टम। ठ्याक्कै भन्नै पर्दा यस्तै हो है। उता पनि चलिरहेछ पर्दामा हैन, यहाँ पनि चलिरहेछ। मैले साउन्ड चाहिँ खोलिन, कपिराइट आउँछ हैन मोबाइलमा, त्यही भएर। ल धन्यवाद है हजुरहरुलाई हेरिदिनु भएकोमा। हेरिदिनु होला भिडियो। अनि मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला है, कमेन्ट गरिदिनु होला।